आलु भन्दा पनि धनिया महँगो छ। हन के देख्नु पर्छ यो कोरियामा। हेलो गाइज, वेलकम ब्याक माई न्यू भ्लग। मेरो त आजभोलि दिनको सुरुवात नै यसरी हुन्छ। लामो समयदेखि जिम जाने रहर, तर टाइम नभएपछि घरमै सुरु गरेको छु। मैले चाहिँ 365 दिनको च्यालेन्ज सुरु गरेको हो। आज चाहिँ च्यालेन्जको 13औं दिन। बिहान 5 बजे उठेर रेगुलर 1 घण्टा एक्सर्साइज गर्ने गरिरहेको छु। अहिले चाहिँ रेगुलर ज्यान दुखिरहेको छ, बानी नभएर पनि होला, तर जेसुकै होस् म रोकिनेवाला छैन। दिन प्रतिदिन मैले मेरो एक्सर्साइजहरू बढाइरहेको छु। आउँदो दिनहरूमा पनि धेरै गर्ने कोसिस गर्नेछु। एक्सर्साइज भए त म दिनभरि गर्थेँ, फेरि काममा पनि जानु छ। त्यसपछि मैले ब्रस गरेर पढ्न थालेँ। यो बुक फेरि मैले लगभग आधा जति पढिसकेँ। हजुरहरूले पनि पढ्नु भएको छैन भने एकचोटि पढ्नु होला, एकदमै उपयोगी छ। आफ्नो काम जति भ्याएर अब साउको काम गर्न जाने तयारी गर्दैछु। यो चाहिँ खिम्ची बनाउने भाँडो हो रे साथीहरू, मेसिनको काम हो। यसरी कानमा ठेडी नकोची हुँदैन। अबको 12 घण्टा साउको नाममा। आज पनि यो काठ काटिरहेछौँ। लास्टै गरुङ्गो छ कि यो चाहिँ नि, काँचो काठ गरुङ्गो नहुने कुरै भएन। त्यही माथि कति धेरै चोप पनि हुन्छ। दाइ त अझै चिसो भएर होला, घाम ताप्दै हुनुहुन्छ। तर अबको 1-2 हप्तामा त लास्टै गर्मी हुनेवाला छ। कोरियामा फेरि यति छिटो मौसम चेन्ज हुन्छ, कुरै छोडिदिनु। 1 हप्ता अगाडिसम्म हामी आगो बालेर ताप्दै थियौँ, अहिले फेरि पंखा चलाउन सुरु गरिसक्यौँ। अझै यो चोटि खासै हिउँ पनि परेन। लौ न, हजुरआमाले के बनाउनु भएको खाना आज? नखानी त कुरै छैन, फेरि भोक लागिरहेछ। कुनै दिन त यस्तै हो साथीहरू, कम्पनीको खाना रुममा गएर बनाएर खान्छु भन्ने पनि सम्भव छैन, खानै पर्यो। अनि यो चाहिँ हाम्रो घर हो है साथीहरू। रुममा आएर यसरी नखाएसम्म त यस्तो हेभी काम गर्न कहाँ सकिन्छ। आराम गर्ने टाइम पनि सकियो, अब फेरि काम गर्नु पर्यो। बेला बेलामा 15 मिनट रेस्ट टाइम त हुन्छ, त्यो पनि एकैछिनमा गइहाल्छ। काकाले फेरि क्या मस्तसँग बिस्कुट खाँदै हुनुहुन्छ। जति बेला पनि छिकेछा चलाउन पाए त सजिलै हुन्थ्यो। के गर्नु, एकैछिन मात्रै हो। ल हेर्नु त साथीहरू, ओभर टाइम गरेर आउने बेला त रात परिसक्ने रहेछ। अझ एकछिन मार्केट गएर सामान पनि ल्याउनु छ। सुरुमा चाहिँ एसियन मार्टतिर छिरेम। मेरो त छुर्पी भइया थियो साथीहरू, 1 पत्ता उठाइहालेँ। अब अर्को माटमा आलु तरकारीहरू पनि किन्नु छ। साथीहरू धनियाको मूल्य हेर्नु न एकचोटि, यो भन्दा त आलु नै सस्तो रहेछ। सामान जति सबै किनिसकेपछि हामी लाग्यौँ फेरि आफ्नै रुमतिर।